प्यारा विद्यार्थीहरू तपाईँ चाहिँ कुन सदनको लागि भोटिङ गर्दै हुनुहुन्छ? योगमाया सदनको कुन खेलाडी विशेष राम्रो लाग्छ त? रोनाल्डो। योमा रञ्जन अधिकारी रोनाल्डोको भेस्ट लाग्छ। महेन्द्र के महेन्द्र बडेला। ल ठिक छ, ल राम्रोसँग भोटिङ गर्ने है त। हिमाल विष्ट पनि रेडर को छ त राम्रो? हिमाल विष्ट छ। फाइनल प्रतियोगिता एकदमै रमाइलो हुनेछ। ल अब सुरु हुन गइरहेको छ गेम, देख्न सक्नुहुन्छ। मैले केही प्रतिक्रिया छात्राहरूबाट लगेको थिएँ। योगमाया सदनका छात्राहरू र योगमाया सदन रेडी भइसकेको अवस्थामा देख्न सक्नुहुन्छ। यहाँ रेफ्री साथीहरू बिच केही कुराकानी भइरहेको छ नियमको बारेमा। त्यसपछि गेम सुरु हुनेछ। यहाँ देख्न सक्नुहुन्छ एकदमै राम्रो भोटिङ चलिरहेको छ। तिमीहरूको सदन चाहिँ कुन हो बाबुहरू? पासाङ। कोही योगमाया कोही पासाङ। अनि पासाङमा चाहिँ कुन खेलाडी सबभन्दा राम्रो छ त? टाइगर। टाइगर भनेको को हो त? चक्र खडाए। हिजोको एकदम भयङ्कर भाइरल मान्छे। रेडर हो कि अट्याकर हो? अट्याकर होइन, एङ्कल होल्ड खतरा गर्छ नि उसले। ल ठिक छ ठिक छ। ल उता टाइगर पनि तयार भइसकेका छन्। एकछिनमा गेम सुरु हुनेछ। यहाँ एकदमै राम्रो दृश्य देख्न सकिन्छ। विद्यार्थीहरू एकदमै पुरा हेर्नको लागि तम तयार भइसकेका छन्। ल ठिक छ, ल हेर्न सक्नुहुन्छ गेम सुरु हुने अवस्थामा विद्यार्थी नानी बाबुहरू एकाअर्कासँग हातेमालो गर्दैछन् र अब केही क्षणमा गेम सुरु हुनेवाला छ। के छ लम्बा कतका मान्छे। ल अब केही क्षणमा सुरु हुँदैछ। ल गेम सुरु भइसकेको छ। पासाङ सदनका भाइ बधाई छ उहाँलाई। पासाङ सदनका भाइले 1 पोइन्ट लिन सफल भएका छन्। योगमाया सदनका भाइ महेन्द्र। देख्न सक्नुहुन्छ चक्रे एङ्कल होल्डको लागि तयारी भएका छन्, तर सकेनन्। उनी पनि फुर्तिला छन्। उनले पनि एउटा र 1 पोइन्ट लिन सफल